आज हामी चमेरे गुफा देखाउँदैछौँ हजुरहरूलाई। नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आज हामी यहाँ बरातालभित्रै रहेको वडा नम्बर 7 मा पर्छ होला सायद यो चमेरे गुफा हेर्न जाँदैछौँ। र हेरौँ कस्तो हुन्छ भिडियो है। हामीलाई थाहा त छैन, तैपनि अब त्यही हो कि जस्तो चाहिँ लागिरहेछ है। हामी नयाँ हो दुई है। यहाँ पानी ट्याङ्की त छ, यो पानी ट्याङ्की भनेपछि यतै होला। अब यहाँ गुफा जस्तो त अलिअलि गुफा जस्तो त लाग्यो यो बरको फेदमा होइन। यहाँ त बरको बुढा कस्तो राम्रो भएको है। यहाँ गुफा जस्तो देखिन्न केही। पारिपट्टि यता आउनु अब यहाँ त केही छैन है। यस्तोबाट अलि चमराको करा जस्तो त लाग्यो होइन। यही हो त, यही हो जा। यहाँ गुफा छ के अरे, यही हो। गुफामा त यही हो कि जस्तो लाग्यो के अरे हामीलाई। चमेरे गुफा हो कि जस्तो लाग्यो। लाइट लटा पुरा ढुङ्गा फाल्नु त त्यही बा उता छ दाइ, छ उता पनि यो लाइट बालम पानी छ। हो पानी छ भन्थ्यो। हो यही हो उसो भए। के छ दाइ, पानी पनि छ भन्नुहुन्थ्यो के अरे। ओ यस्तो ठाउँमा यहाँ यार गुफा रहेछ। हामी चमेर गुफामा जाँदैछौँ अब चाहिँ। कतै छोइनु हुन्न अरे दाइ है, फोहोर लाग्छ अरे है। लाइट पनि बाल्नु पर्छ यार। म बग्नु यसको पनि लाइट बालेँ, म मोबाइलको पनि। कहाँबाट टर्च त अन देखाएन त है। भिडियो गर्दा सिधै न र लिन जाउँ। ठिक छ। ओ मैले अर्को जुत्ता लगाएर आउनु पर्दो रहेछ। ओ खै दाइ अगाडि देखाउँ त कस्तो छ। ओ राम राम, भित्र त भित्रै छ है। ए यो यहाँ पानी लगेर गरेछ नि, गुफाबाट कता पाइप छिराएर। ए जाने तल अलि तल जाऊँ न। यो सारा ठुलै छ। यत्रो पानी हाल्यो भनेपछि त यत्रो पाइप लगाउनु त मान्छे जाने होला त यार है। मलाई यस्ता गुफा छिर ला डर लाग्छ यार। त्यहाँ तल ठुलो छ कि नै दाइ? त्यहाँ तल ठुलो छ कि कस्तो छ तलतिर? हो अँधेरै भइगयो यार। तलतिर हेर्नु त कस्तो छ। फर्किन मिल्छ कि नै दाइ? ल यस्तो लाइट देखाउनु त माथितिर। ए राम, मलाई त डर लागिसक्यो यार दाइ यार। ओ माइ, ओके लाइट खतरा रहेछ यार है। दाइ आइया, ए दाइ ढुङ्गा आयो। ठुलो छ। ओ माइ, यस्तो त छैन यस्तो। ओ राम राम दाइ, तर खतरा ठाउँ रहेछ यार। जुत्ता चिले लोटिने हो भन्ने डर लागिरहेको। ओहो यत्रो पाइप हाल्छ त यार। ओ यहाँ त झन् ठुलो रहेछ तलतिर त। आमा खोइ यसो हेरौँ त यतातिर दाइ। ओ माथि पाइप त्यहाँ त्यसको कसको दिमागको लाग्यो त्यहाँबाट पाइप हाल्ने यार। आमा अलिअलि चमेराको
हात्ती गनाउनु लाग्यो है यता तलतिर कस्तो छ अरे यता यता भुइँ पनि देखाउनु पर्ने हो कि एक खुट्टा सार्न सकिने उनीहरूले यता चमेरा कहाँ हान्दा यार गर्मी गर्मी हुनु लाग्यो अन्त यस्तै चमेराको त हान्त उतल फेरि जान्दै बहुत ठुलै ठाउँ छ है माकुरा माथिरको दुलो पनि छ माथिरको त माथिको त माथि नै छ हो यो यहाँ त शिवजी जस्तो हुनुहुन्छ है शिवलिङ्ग ठ्याक्कै ए यहाँ त डर लाग्ला त एकछिन त नै उ गरौँ न यो होइन कि अर्को जाममा अर्को यहाँ त भ्याइयो होइन र यो त यति हो ए यति रहेछ यहाँबाट भित्र त बुझेको आउने कि यार ओ माई गड यस्तो ठाउँ ओ कहाँबाट छिर्ने हो त्यहाँ तातो त खतरा तातो हुँदो रहेछ अब अर्को गुहातिर जाऊँ न त होइन माथि नै माथि गएको जस्तो लाग्थ्यो केही छैन अँधेरो भयो यहाँ त केही पनि देखिनु लाइट फाल्नु न लाइट निभाउनु न एकचोटि कतै केही पनि देखिनु भने यहाँ त कहाँबाट जाने कतै यति प्रकाश पनि छिरिआएन भने यहाँ त यार कहाँ हो कहाँ कता जाने आँखा कालै कालो यति नजिक ठाउँ यस्तो राम्रो ठाउँ रहेछ हामी थाहै नपाएको यार यो यसबाट चाहिँ हामी निस्किन्छौँ अब उता माथि उहाँबाट जाने हो त्यहाँबाट कहाँ थाहा छैन कता हामी त्यतिबाट आएको त्यो पाइप देखेर त्यतिबाट आएको जस्तो लाग्यो हो ए त्यताबाट हो ए त्यहाँबाट ल जाम त अब केही पनि देखिन रोक्नु यतैबाट हामी आएको यो पाइपतिर होइन हामी आएको हो ए हराइँदो रहेछ यो पाइप नभएर त यहाँ यतै केही पनि देखिन्न त होइन म लाइट देखाउँछु त्यो माथिबाट अलिकति उज्यालो देख्यो माथि 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 देखिन्छ बहुत तल आइरहेको छ ए यहाँ यस्तो रहेछ पहिला माथि अलिक बनाएर जाने रातोबाट नछोइनु भन्दै के छोइसक्यो कता कता छोइसक्यो अब जिसस कपडा धुइदो पस्नु है ल मोबाइल समाउ ल आउनु है नजिकको दुलोमा छिर्यो होला ओहो यहाँ आउँदा त बल्ल तर जाँदा त डर लागेर त्यस्तो डराउनु पनि छैन फेरि यस्तो गुफा यता हो कि होइन कता हामी जाने अर्को यतै हो भित्र गएर कस्तो छ ठुलो छ ल जाम सानो छ यहाँभन्दा म भित्र गएर लाइट देखाउँछु तिमीलाई ल है उता ठुलो छ दाइ ए ल लाइट देखाउनु त यता ओहो खै खै ल ओहो अगाडि जाऊँ त अगाडि अब ए यहाँ त बुझ्यो त यहाँ माथि होला है तेरि क्यारी जान्दै त्यस्तोमा त यार त्यहाँबाट दाइ
यति नै हो क्या ओ यहाँ पनि यस्तो खै यहाँ